सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज हामी खेलिरहेका छौँ माइनक्राफ्ट। अनि म यो टनलबाट स्केप गरेको भर्खरै माइनिङ गरेर होइन। माइनिङ गर्दाखेरि चाहिँ मलाई मपहरूले घेरिसकेको थियो के, पुरै त्यो केपभरि थियो। केपमा झन्नाले झरेछ क्या, पुरै झन्नाले त्यहाँ लाभा चाहिँ त्यहाँ न त मर्थ्यो। तर म जसो तसो गरी स्केप गरेँ। तर मसँग कति धेरै हो, अब इङ्गेट भइसक्यो नि अहिले। हेर्ने गाइज 15वटा इङ्गेट छ मसँग, देख्यो गाइज। अब के अरे खोइ त मेरो खै क्राफ्टिङ टेबल होइन, यसलाई त राख्ने हो अब टक्क लाएर। अनि मेरो हेलमेट बाँकी थियो होइन, फुल सेट बनाउने अनि सिल्ली बनाउने पहिला चाहिँ होइन, सिल बनाउने हो हेलमेट। खै यार कुन चाहिँ फालौँ, फुल फालिदिन्छु ल। ठिक छ, अब हेलमेट बनाऊँ। हेलमेट लगाऊँ अब, ल फाल्दै त हेलमेट। ठिक छ ल। अब के भने ल कहाँ गयो क्या, यसलाई अब तोडौँ अनि आफूसँग राखौँ। स्टिक फालिदिनु पऱ्यो। अब कहाँ भिलेज खोज्न जाऊँ न त। भिलेज पहिला स्टिल लगाऊँ। भिलेज खोज्न जाऊँ गाइज अब। ल कहाँ पो दब्यो त फेरि, खै ल ल ल ओइ मर त बाँच्यो। कस्तो दबाएको भने फेरि मलाई। ल भयो, भिलेज खोज्न जानु पऱ्यो गाइज। कहाँ खोजौँ त, पुरै पानी है त साइडनिर। होइन त गाइज, पानी हो छिटो। फेरि अड्केर फेरि त्यहाँ तल पुगेर फेरि मर्ला नि। तर आर्मरमा फल ड्यामेज लाग्छ होला त्यत्रो, खै हेर्नुपर्छ। ओइ फास्ट आज त यो भिडियोभरि भिलेज खोज्ने जति मिनट लाग्यो, 10 मिनट लाग्यो, 20 मिनट लाग्यो, 30 मिनट लाग्यो नि, खोजेर रहने हो आज त। भिलेज खोज्ने अनि त्यसपछि चाहिँ घर बनायो भने क्या, त्यसको माथि डुबेर मलाई छिचिरो माथि उफ्री। चेरी ब्लोजमनिर भइदिनु हुन्थ्यो कि भिलेज, अथवा त्यही त्यो स्प्रुस बायोमनिर। किन त्यो स्प्रुस बायोमनिरको त्यो हुन्छ नि, वुडहरू चाहिँ एकदमै धेरै हुन्छ क्या। मलाई ओक ट्री भन्दा धेरै हुन्छ क्या त्यसमा चाहिँ। अथवा त्यही त्यो कालाहारी जस्तो कुन चाहिँ भन्छ, कालाहारी भनेर फेरि क्याक्टसनिरको होइन क्या, त्यो अर्कै वाला थियो एउटा, नाम चाहिँ बिर्सेँ कुन चाहिँ बायोम। तर त्यस्तो एउटा बायोम जुन त्यसमा पुरै बुन्ने होइन, बाङबाट टिङ्गो हुन्थ्यो, त्यसमा चाहिँ कति धेरै भोट पाउँथ्यो क्या। यो सिपलाई मारौँ मैले। छिटो गाइस, तपाईँ अब मेरो एडभेन्चर अब के अरे इन्जोय गरेर आउने एडभेन्चर होइन मेरो। अब म चाहिँ खोजिरहन्छ जति बेलासम्म पाउँछ त्यति बेलासम्म है त गाइज।
सब मबहरूलाई मारेर जसरी भए नि भिलेज पुगाउने हो।
सो गाइस तपाईँहरू स्किप नि गर्न सक्छ, यति नै भन्नु थियो होइन। मेरो यता काम छ के, स्किप नि गर्न सक्छ। म यहाँ के अरे यो सिटबाट भिलेज खोल्नु ट्राई गरेर आएको क्या, त्यो एउटा एप हुन्छ त्यसबाट, नत्र यता भिडियो अलि लामो हुन्छ, तपाईँहरूलाई अलि अल्छी लाग्ने होला नि त हेर्नु भिडियो, त्यही भएर है। कहिले भिलेज पाउला यार, कोर्डिनेट त पाइसक्यो, कोर्डिनेट के हो थियो तर पाउन त पाइसक्यो, त्यही तर्फबाट छु म। ओ सो फाइनल गाइस बल्ल भिलेज पाए एपको युज गरेर अब त्यहाँ चाहिँ म निस्छु यताउता गरेर भिडियो एन्ड गर्नु पर्यो, भिडियो लामो नि भइसक्यो। बाई बाई गाइस, अब अर्को भिडियोमा मिल्यौँला फेरि।